What's up, everybody? Speaking Subhash Sai. आज डे 9 मा आज मैले बिहान उठेँ सुत्ने बेलासम्म के काम गरेँ त त्यो डिस्क्राइब गर्न गइरहेको छु। सो लेट्स बिगिन। फर्स्ट अफ अल म आज 6:30 बजे उठेँ। उठ्न त 6 बजे उठेको थिएँ, फेरि सुतेर 6:30 बजे उठेँ। अल्छी गएँ पूजा उठ्यो होला। अनि त्यसपछि फ्रेस भएर मेडिटेसन गरेँ 20 मिनट जति। देन अनि त्यसपछि अलिकति एक्सर्साइज गरेँ, शरीर तन्काएँ। अनि मैले दुध र नमकिन खाएर पढ्न थालेँ। सिक्रेट बुक पढेँ मैले आज। पढेको मेजर लेसन के त मेरो भन्दाखेरि आज अब त्यो के अरे थटले इमोसन ट्रिगर गर्छ, फिलिङ ट्रिगर गर्छ, त्यो त पुरानो नै भइहाल्यो। नयाँ के भन्दाखेरि मैले एकपल्ट युनिभर्सबाट कुनै चिज मागिसकेपछि त्यसलाई बार बार दोहोऱ्याइरहन जरुरी पर्दैन क्या। बस वेट गरेर बस्दा हुन्छ। बार बार शङ्का उपशङ्का गर्नु आवश्यक रहँदैन। बस बिलिफ मान्ने, जुन कुरा आफू चाहन्छ नि त्यो भइसक्यो, आफूसँग अलरेडी छ भन्ने कुरा चाहिँ फेल गर्ने भनेर भन्छ। त्यो आजको नलेज हो मेरो, सर्ट एन्ड स्विट नलेज। अनि त्यो सिक्रेटको स्टेप उ थियो कि फर्स्ट भनेको आस्क माग्ने, सेकेन्ड भनेको बिलिफ विश्वास गर्ने, एन्ड थर्ड भनेको रिसिभ गर्ने। पहिला युनिभर्सबाट माग्नु पर्यो र सेकेन्ड बिलिभ गर्नु पर्यो कि त्यो कुरा मसँग छ, एन्ड त्यसलाई रिसिभ गर्नु पर्यो। सो दिस इज माई लेसन फ्रम द सिक्रेट बुक द्याट आई रिड टुडे। सो त्यसपछि अनि यसो आज सरसफाइ काम थियो, शनिबार होइन। माथि टपको छ, त्यसपछि सेकेन्ड त्यो दुइटै सफा गरियो, सेकेन्ड घटियो। अनि त्यसपछि भर्याङ पोछा लगाइयो, खाना खाएर पोछा लगाइयो भर्याङ। त्यसपछि फेरि मोबाइल चलाइयो। खै 12-1 बजिसकेको थियो, धेरैसम्म त टाइम धेरै भइसकेको थियो। अनि त्यसपछि सुतेँ म, सुतेर उठेँ। उठिसकेपछि पनि त्यस्तो केही प्रोडक्टिभ भएन। ल्यापटप खोलेँ मैले भिडियो हेर्नलाई भनेर, बट प्रोडक्टिभ हुन सकेन। बेलुकाको टाइम त दिनको टाइम नै एकदम ब्याड गएको थियो मेरो एउटा एक्टिभिटीले गर्दा। त्यसले गर्दा पुरै होल डे नै ड्यामेज गरिदियो। आज कति हो? आज 23 भनेपछि 23 गते हो आज, 8 अगस्त। उम्मेद गर्छु भोलि मेरो कास्ट लेटर आउनेछ। अनि के भन्छ अरे त्यही भएर बेलुकाको टाइम पनि राम्रो गएन। मुभी हेऱ्यो, केजिएफ मुभी हेऱ्यो होइन। त्योभन्दा अगाडि म इन्फिनिटी वार हेरिरहेको थिएँ। सो अहिले अब केजिएफ हेरेँ, त्यसपछि अब म सुत्न जाँदैछु। 11:30 भइसक्यो होइन। अब सुत्छु मस्त। भोलि बिहान 5:40 उठेर मर्निङ वाक जान्छु। त्यसपछि आएर मेडिटेसन गरेर खाजा खाएर पढ्छु फेरि। ओके, थ्याङ्क यू सो मच एभ्री वान। सी यु इन द नेक्स्ट भिडियो।